फिफाले नेपालमा निलम्बन गरिसकिसकेपछि 43 वटा भन्दा बढी क्लबमा आबद्ध भएका खेलाडी अफिसियल सहित 10,000 भन्दा बढीको प्रत्यक्ष अप्रत्यक्ष रूपमा रोजगारी घुम्न पुग्यो। विदेशबाट नेपाल फुटबल खेल्न आएका फ्लोरेन्ट क्वान्डा नमस्ते क्वारा मेरो नाम फ्लोरेन्ट खरा जस्ता विदेशी खेलाडीहरू अहिले सहयोगको याचना मागिराखेका छन्। तर म पहिला 10-12 वर्षदेखि नेपालमा बसेर यहाँ फुटबल खेलेर आएको छु। म नेपालमा फुटबल खेलेर नै आफ्नो जिन्दगी चलाउँदै आएको थियो। तर अहिले नेपालमा फुटबलमा विभिन्न समस्याहरू भएको छ। त्यही कारण फुटबल टुर्नामेन्ट र कम्पिटिसनहरू नियमित रूपमा हुन सकेको छैन। 24 जुन 2026 फिफा विश्वकपसम्म अन्तर्गतका 6 वटा खेलहरू भइराखेका थिए। त्यही दिन नेपाली फुटबलको सर्वोच्च संस्था फिफाले निलम्बन गर्यो। लाखौं फुटबल प्रेमीहरू विश्वकप फुटबलका खेलहरू हेरेर रमाइरहेको अवस्थामा नेपाली फुटबललाई फिफाले निलम्बन गर्यो। निलम्बन भइसकेपछि नेपाली फुटबलको इतिहास एउटा वर्तमान अवस्थामा नाजुक अवस्थामा हुन पुग्यो। फुटबलबाट जोडिएका हजारौं खेलाडीहरू यसबाट विस्थापित भए। फुटबलमा जोडिएका कैयौं रेफ्रीहरू, अफिसियलहरू, यसमा आबद्ध पत्रकारहरू र योसँग सम्बद्ध विभिन्न मानिसहरू बेरोजगार जस्तो बन्न पुगे। फिफाले नेपाल फुटबल संघलाई किन निलम्बनमा गर्यो त भन्ने प्रश्न महत्त्वपूर्ण रहेको छ। फिफाले आफ्नो नियम अनुसार कुनै पनि तेस्रो पक्ष हस्तक्षेप गरेको उसले स्वीकार गर्न सक्दैन। तर नेपालमा एन्फालाई राष्ट्रिय खेलकुद परिषदले प्रत्यक्ष अप्रत्यक्ष रूपमा हस्तक्षेप गरेको निष्कर्ष निकाल्दै फिफाले एन्फामाथि प्रतिबन्ध लगायो। नेपालमा अहिले ए डिभिजन, बी डिभिजन, सी डिभिजन गरी 43 भन्दा बढी क्लबहरू आबद्ध रहेका छन्। यी क्लबमा खेल्ने हजारौं खेलाडीहरू अहिले आफ्नो भविष्यलाई लिएर चिन्तित रहेका छन्। नेपालले यसपछि खेल्ने सबै खेलहरू गुमाउने अवस्थामा पुगेको छ। नेपालले यसपछि लगत्तै 30 सेप्टेम्बर पछिबाट हुने साफ च्याम्पियन्स फुटबलमा सहभागी जनाउन पनि सक्ने छैन। किनकि 30 सेप्टेम्बर भन्दा अगाडि फिफाले नेपालमाथिको निलम्ब फुकुवा गरेको खण्डमा नेपालले साफ च्याम्पियन फुटबल खेल्न सक्नेछ। क्लब स्तरका खेलहरू, मैत्रीपूर्ण खेलहरू र कुनै पनि खेलहरू अन्तर्राष्ट्रिय फिफाद्वारा मान्यता प्राप्त सबै खेलहरू नेपालमा पूर्ण रूपले बन्देज भइसकेपछि नेपाली फुटबलको अवस्था कस्तो हुन्छ भनेर चाहिँ यकिन अहिले भन्न सकिने अवस्था छैन। फुटबलको बारेमा बुझेका आम चासो राख्ने फ्यानहरू, यसका प्रशिक्षकहरू र यसका विज्ञहरू पनि नेपालमा अहिले चिन्तित भइरहेको अवस्था छ। फुटबलले एउटा राष्ट्रलाई खुसी दिने एउटा माहौल निर्माण गरिराखेको हुन्थ्यो समय समयमा, तर त्यो अहिले पूर्ण रूपले बन्द भइरहेको छ। अहिले विश्वमा हरेक देशहरूले खेलकुदलाई आफ्नो पहिलो प्राथमिकतामा राखिराखेको अवस्था छ। एक समय युद्धबाट सेना, हात हतियार गलीकट्ठाबाट राज्यहरूमा युद्ध गरेर जित्ने ती देशहरू अहिले फुटबलबाट, खेलकुदबाट आफ्नो राष्ट्रको पहिचानलाई अगाडि बढाउन विश्वभर लागिराखेको अवस्थामा नेपालले भने फुटबलमा आफ्नो सक्रिय गतिविधिहरू बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ। किन नेपाललाई फिफाले प्रतिबन्ध गर्यो र यो कहिले फुकुवा हुन्छ भन्ने कुरा अर्को महत्त्वपूर्ण विषय बनेको छ। नेपालमा अहिले पनि विदेशी खेलाडीहरू ए डिभिजन लिगका खेलहरू खेल्नलाई नेपालमा आएको र 12 वर्षदेखि फुटबल खेलिरहेका खेलाडीहरू पनि नेपालमा रहेका छन्। उनीहरूले नेपालमा रहेर विभिन्न लिगहरू खेलिरहेका छन् र उनीहरूले नेपाली भाषा, नेपाली माटो र नेपाली परिवेशलाई सजिलै तरिकाले बुझेर खेलकुदका गतिविधिहरूलाई अगाडि बढाइरहेका छन् र फुटबललाई अगाडि बढिरहेको अवस्था थियो। अहिले फिफाले नेपालमाथि प्रतिबन्ध लगाइसकेपछि एन्फा एकाडेमीमा भएका स्टुडेन्टहरूको पनि अवस्था हरेबिजोग भन्न पुगेको छ। उनीहरूको अवस्था दयनीय बनिसकिसकेपछि फुटबलको भविष्य झन् कस्तो बन्छ भनेर अर्को विषय एउटा प्रवेश भएको छ। अन्डर 14, अन्डर 16, अन्डर 18 र अन्डर 20
खेल्ने खेलाडीहरू एन्फा एकाडेमीमा रहेका थिए। ती खेलाडीहरूको भविष्यलाई लिएर अहिले आम चासोको विषय बन्न पुगेको छ। यो विषय संसदमा पनि प्रवेश गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु अलीले पनि यो विषयलाई संसदमा जोडतोडका साथ उठाउनु भएको थियो। आम अन्य खेलकुदसँग सरोकार राख्ने व्यक्तिहरूले पनि नेपाली फुटबलको बारेमा चिन्ता व्यक्त गरिराखेको अवस्था छ। नेपाललाई फिफाको निलम्बनबाट फुकुवा गर्नको लागि नेपालको खेलकुद मन्त्रालयले पनि काम गरिराखेको भनेर खेलकुद मन्त्रीले पनि आफ्नो अभिव्यक्तिहरू दिइराखेको अवस्था छ। भलै त त्यो उहाँले गर्नुभएको प्रयास कतिको सार्थक हुन्छ त्यो अर्को विषय बन्न पुगेको छ। तर यहाँ अहिले नेपालमा फिफाले प्रतिबन्ध गरिराखेको अवस्थामा खेलकुद मन्त्रालय सक्रिय हुनुपर्ने अवस्था थियो। तर नेपालको केसमा अहिले झन्डै दुई तिहाईको बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका अहिलेका खेलकुद मन्त्री उहाँले 3-4 अरू मन्त्रालय पनि सम्हाल्नु भएको छ। शिक्षा मन्त्रालय, सञ्चार मन्त्रालयको यो सरकारको चाहिँ प्रवक्ता बन्नु भएको छ र खेलकुद मन्त्री पनि बन्नु भएको छ। उहाँले सबै कुराहरूलाई एकैपटक हेर्दाखेरि चाहिँ फुटबल क्षेत्र ओझेलमा पर्या हो कि भन्ने अर्को विषय पनि महत्त्वपूर्ण रहेको छ। अहिले खेलकुदमा अहिले धेरै खेलाडीहरू, फुटबल खेल्ने खेलाडीहरू भविष्यलाई लिएर धेरै चिन्तित बनेका छन्। यो भन्दा अगाडि नै नेपालबाट राष्ट्रिय टिमबाट खेलेका हुनार खेलाडीहरू देश छोडेर विदेशतिर गएको अवस्था छ। त्यो नेपालमा फुटबल गतिविधि भइराख्दै अवस्थामा पनि खेलाडीहरू पलायन भएको अवस्था थियो भने अहिले नेपालमा झन् फिफाले निलम्बन गरेको अवस्थामा खेलाडीहरू विदेशतिर जाने अथवा उनीहरूको भविष्य सङ्कटतर्फ बढ्ने कुरा अर्को एउटा नेपालको लागि चुनौतीको विषय बन्न पुगेको छ। र मैले हामीले के भन्न चाहन्छु भनिसकेपछि खेलाडीहरू एउटा राष्ट्रको गहना हो। खेलाडीहरूको खेलको लागि र खेलाडीहरूले खेल्ने वातावरण बनाउनका लागि राज्यले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्छ। राज्यले जति महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ, खेलकुदमा जति धेरै लगानी गर्न सक्छ र खेलकुद क्षेत्रबाट मुलुकलाई चिनाउने एउटा अवस्था सिर्जना गर्न सक्छ, त्यो एउटा मुलुकको लागि सबैभन्दा राम्रो सौभाग्यको अवस्था रहन्छ। नेपालले योभन्दा अगाडि साफ च्याम्पियन प्रतियोगिताहरूमा पनि सहभागी जनाएको थियो। सहभागी जनाउँदै गर्दा नेपाल फाइनलसम्म पुगेको अवस्था थियो। साउथ एसियामा एउटा अन्डरडगको रूपमा नेपालले फुटबल खेलिराखेको अवस्था थियो। नेपालले विश्वकप खेलेका अस्ट्रेलिया, कुवेत, इरान, इराक जस्ता विश्वकप खेलिसकेका देशहरूसँग पनि फुटबल खेलेको थियो। उज्बेकिस्तान, कुवेत र इराक जस्ता देशहरूसँग चाहिँ उसले एउटा राम्रो नतिजा पनि निकाल्न सफल भएको थियो। सम्मानजनक खेल खेलेको थियो। नेपाली फुटबलको भविष्य राम्रो थियो। नेपालले विभिन्न समयमा फुटबलमा धेरै उतार चढावहरू पनि बेहोर्न पुग्यो। नेपालले योभन्दा अगाडिको समयमा म्याच फिक्सिङको प्रकरणमा केही खेलाडीहरू र तत्कालीन एन्फाका अध्यक्ष समेत रहेका प्रभावशाली व्यक्तित्व गणेश थापा लगायतका व्यक्तिहरूको कारणले गर्दाखेरि पनि फुटबल क्षेत्र केही ओझेलमा पर्यो। भलै त त्यसको आधिकारिक पुष्टि आफ्नो नै रहेको थियो, त्यसले केही निष्कर्षहरू निकाल्न सकेन। पछि फुटबलका गतिविधिहरू निरन्तर अगाडि बढ्दै गए र फुटबलका गतिविधिहरू अगाडि बढ्दै गर्दाखेरि पनि राज्यले यस क्षेत्रलाई चाहिँ अलि ओझेलकै क्षेत्रमा राखेको जस्तो भान भएको थियो। अहिले दशरथ रङ्गशालामा योभन्दा अगाडि घाँस उम्रिएको अवस्था थियो। राष्ट्रिय गौरवका आयोजना अन्तर्गत पर्ने केही खेलकुद क्षेत्रहरू छुट्याइएका क्षेत्र रङ्गशालाहरू पनि सम्पन्न बन्न नसकेको अवस्था थियो। ए डिभिजन लिगहरू पनि रेगुलर तरिकाले सम्पन्न हुन नसकेको अवस्था थियो र खेलाडीहरूले त्यही अनुसारको पारिश्रमिक पाइराखेको अवस्था पनि थिएन। यो एउटा नेपाली फुटबलको लागि एउटा चिन्ताको विषय बनेको थियो र अहिले नेपालले करिब एबिसी गरी तीनवटा क्लबहरूमा आबद्ध भएका 43वटा क्लबहरूमा आबद्ध भएका 10,000 भन्दा बढी खेलाडी र अफिसियल गरी 10,000 भन्दा बढी भविष्यले अन्यल भइराखेको अवस्थामा फुटबलले कसरी गति लिन्छ र राज्यले एउटा फुटबललाई कुन तरिकाले हेर्छ र फिफासँग कुन तरिकाको एउटा समन्वयन गरिराखेको छ र सरकारले आफूले गरेका दाबीहरू कतिको सार्थक त हुन्छन् भन्ने कुरा
30 सेप्टेम्बर भन्दा अगाडि फिफाले नेपालमाथिको प्रतिबन्ध फुकुवा गर्यो भने त्यसको सरकारले बोलेको कुराहरू सार्थक हुनेछ भन्ने पुष्टि हुन्छ। र अर्को कुरा, नेपालमा 12 वर्षभन्दा लामो समय फुटबल खेलेका आइभरी कोस्टाका फुटबलर फ्लोरेन्ट कुआरा अहिले सामाजिक सञ्जाल मार्फत उनले सहयोगको याचना गरिराखेका छन्। नेपालमा फुटबलका गतिविधिहरू शून्य भइराखेको अवस्थामा आफू बेरोजगार बनेको र विदेश फर्किनको लागि आफूसँग आर्थिक अवस्था कमजोर भएको भनेर उनले सामाजिक सञ्जालमा अभिव्यक्ति दिइसकिसकेपछि यो एउटा अर्को रोचक र पेचिलो विषय बन्न पुगेको छ। एउटा खेलाडीले जीवनभर खेलिराख्दै गर्दा उसले आफ्नो मुलुकमा सङ्कट परिराख्दै गर्दाखेरि आफ्नो मुलुक फर्किन सक्ने अवस्था पनि सिर्जना भइराखेको अवस्था छैन। विदेशी खेलाडीको हकमा, नेपाली खेलाडीको हकमा पनि त्यही किसिमको अवस्था छ। खेलाडीको खानपानदेखि लिएर हरेक कुराहरूमा चाहिँ त्यही तरिकाको चाहिँ राम्रो व्यवस्थापन भइराखेको छैन। अहिले एन्फा र राखेपा बीचको लडाइँमा आम खेलाडीहरू र यसका योसँग आबद्ध भएका अफिसियलहरूले प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ घाटा बेहोरिराखेका छन्। फिफाले नेपालमाथि निलम्बन गर्यो, तर नेपालमा एन्फा र राखेपा बीचको लडाई धेरै पहिलेदेखि चलिराखेको थियो। अहिले सरकारले यही विश्वकप भइराख्दै गर्दा नेपालका अध्यक्ष फिफा या नेपालका अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष र महासचिवलाई विश्वकप हेर्न जाने लाग्दै गर्दा उनीहरूलाई टिकट रोकिदिएको र विमानस्थलबाटै फर्किएको समाचार पनि सार्वजनिक भएको थियो। त्यस लगत्तै फुटबलमा नेपालको एन्फा र राखेपा बीचको द्वन्द्व सिर्जना भइराखेको अवस्था थियो। दुवैका आफ्नै दाबी छन्, तर यद्यपि राखेपाभित्र त्यहाँका सदस्य सचिवहरूले चाहिँ के भनेको कुरा के छ भनेपछि एन्फामा धेरै विकृतिहरू भयो, भ्रष्टाचार भयो र त्यसलाई नियन्त्रण गर्नलाई हामीले प्रयास गरिराखेका छौँ भनेर भनिराखेका छन्। तर एन्फाका पदाधिकारीहरूले यो सरकारको भन्दा बाहिर फिफाकै मातहतबाट चलिराख्ने प्रक्रियाहरू, यसमा हस्तक्षेप कुनै पनि पक्षले गर्न पाउँदैन भनेर उनीहरूले अभिव्यक्ति राखेको कुराहरू थियो। र समग्रमा भन्नुपर्दै गर्दा हामीले एउटा के चाहन्छौँ भने नेपालले यो साफ च्याम्पियन्स फुटबल खेल्न सफल रहोस् र अहिले सरकारको तर्फबाट भइरहेका प्रयासहरू सार्थक रूपले अगाडि बढोस् भन्ने हामीले कामना राख्छौँ। र अहिले नेपालमा खेलकुद मन्त्रालयको एउटा छुट्टै खेलकुद मन्त्री हुनुपर्ने आवश्यकता पनि देखिएको छ, किनभने एउटा 2-3वटा मन्त्रालय सम्हालेको एउटा व्यक्तिले खेलकुद मन्त्रालय अहिले सम्हाल्नु पर्ने अवस्थामा अरू क्षेत्र ओझेलमा पर्न सक्छन्। त्यसैले खेलकुद मन्त्रालयको लागि चाहिँ एउटा छुट्टै खेलकुद मन्त्री चाहिँ अहिले को सरकारले चाहिँ बनाउनु पर्ने आवश्यकता देखिएको छ। अहिले झन्डै 2/3 बहुमत प्राप्त भएको सरकारसँग खेलकुद मन्त्रीको लागि योग्य त्यहाँ सांसदहरू नहोलान् भनेर हामीले चाहिँ भन्न सक्ने अवस्था चाहिँ होइन। त्यहाँ अवस्था छ, योग्य मान्छेहरू छन्, तिनीहरूलाई चाहिँ अहिले खेलकुद मन्त्रीको रूपमा चाहिँ नियुक्ति गरेर अहिले फिफासँग चाहिँ वार्तालाप गर्नलाई एउटा टिम तयार गर्नुपर्छ भन्ने चाहिँ निष्कर्ष हो। आजको यो भिडियो कस्तो लाग्यो? हामीले नेपालमा फिफाले निलम्बन गरिसकिसकेपछि नेपाली फुटबलको बारेमा आज हामीले केही कुराकानी गऱ्यौँ। त्यो भिडियो तपाईँलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनुहोस्। आउने एपिसोडमा फेरि एउटा नयाँ विषयवस्तु लिएर हामी पुनः आउनेछौँ। त्यति बेरसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार।